नमस्कार प्रभातजी र दिपिकाजीलाई आज यो संवाद फाउन्डेसनको पोडकास्टमा तपाईँहरूलाई स्वागत छ। धन्यवाद। अनि संवाद फाउन्डेसनले चाहिँ तपाईँहरूलाई व्यक्तिगत रूपमा चाहिँ के सिकायो त? संवाद फाउन्डेसनले के सिकायो भन्ने कुरा भन्दै गर्दाखेरि चाहिँ पहिलो कुरा संवादले चाहिँ जोडिन सिकायो। किनभने संवादको अर्थ भनेको के हुन्छ भने कुरा गर्नु। कुरा गरेपछि मान्छे जोडिन्छ। त्यसलाई नै ठ्याक्कै भन्यो भने संवादले जोडिन सिकायो। संवादले व्यक्तिसँग जोड्न सिकायो, संवादले संस्कृतिसँग जोड्न सिकायो। र अर्को कुरा भन्दै गर्दाखेरि चाहिँ के बुझ्न सकिन्छ भने संवादले के पनि सिकायो भने कन्सिस्टेन्टली हामीले के गर्यौँ भने चाहिँ त्यो कुरा चाहिँ एचिभ गर्न सकिन्छ, त्यो कुरा चाहिँ पुरा गर्न सकिन्छ भन्ने कुरा चाहिँ संवादले मलाई व्यक्तिगत रूपमा सिकायो। दिपिकाजी? संवादबाट चाहिँ मैले चाहिँ धेरै कुराहरू सिकेको छु र त्योमध्ये सिकेको कुरा भन्नुपर्दा चाहिँ मैले चाहिँ आफ्नो संस्कृतिको महत्त्व कति छ त भन्ने कुरा सिकेँ। जब मैले संवाद फाउन्डेसन जोइन गरेको थिइनँ, आफ्नो वरिपरि भइरहेको संस्कृतिहरूको बारेमा त्यो देखिरहेको हुन्थेँ, गरी पनि रहन्थेँ, तर पनि यो चाहिँ कति महत्त्व छ त भनेर त्यसलाई विश्लेषण गर्ने, त्यसलाई बुझ्न खोज्ने, जान्न खोज्ने चाहिँ मैले कहिले पनि गरेको थिइनँ। जब मैले संवाद फाउन्डेसन जोइन गरेँ त्यसपछि मलाई थाहा भयो कि हाम्रो संस्कृतिहरू चाहिँ एकदम इम्पोर्टेन्ट छ, यसलाई चाहिँ हामीले चाहिँ संरक्षण गर्नुपर्छ। साथै हामी जस्तो अरू युवाहरूलाई पनि यसलाई संरक्षण गर्नको लागि चाहिँ उत्साह गर्नुपर्छ भन्ने कुरा सिकेँ। अनि अर्को भनेको त नाममा नै छ संवाद। संवाद भन्ने बित्तिकै हामीले चाहिँ संवाद गर्नुपर्छ, आफ्नो कुराहरू सेयर गर्नुपर्छ, अरूको कुरा सुन्नुपर्छ। जब फरक फरक विचारहरू एक ठाउँमा आउँछ नि, त्यो चाहिँ एकदम युनिक बन्छ भन्ने कुरा चाहिँ मैले संवाद फाउन्डेसनबाट सिकेँ। धन्यवाद। प्रभातजीलाई मेरो प्रश्न, युवा पहिचानमा संस्कृति र विरासतको भूमिका तपाईँ कसरी देख्नुहुन्छ? सबैभन्दा सुरुमा संस्कृति र विरासत भनेको के हो भने हाम्रो उत्पत्ति के छ त, हामी के छौँ, हामी कहाँबाट आयौँ, हाम्रो जरा के हो भन्ने कुरा चाहिँ संस्कृति र विरासतबाट बुझ्न सकिन्छ। अब जसरी एउटा रुखको लागि जरा महत्त्वपूर्ण हुन्छ नि, त्यसै गरी हाम्रो लागि हाम्रो संस्कृति र विरासत त्यसै गरी नै महत्त्वपूर्ण छन्। किनभने यसले चाहिँ हामीलाई एउटा दिशा चाहिँ देखाउँछ के। हाम्रो संस्कृतिलाई पछाडि फर्केर हेर्ने हो भने चाहिँ हामी कुन किसिमले अगाडि बढ्नुपर्छ त, हामी कुन पेसले अगाडि बढ्नुपर्छ त, एउटा लङ टर्म चाहिँ अब समग्र समाज र देशकै विकासको लागि हामी चाहिँ कसरी अगाडि बढ्नुपर्छ भन्ने कुरा चाहिँ हाम्रो संस्कृतिले हामीलाई सिकाउँछ। र जसरी अघि मैले रुखको कुरा जोडेको थिएँ नि, हाम्रो विरासत र संस्कृति चाहिँ बलियो रूपमा हामीले समाएर अगाडि बढेनौँ भने चाहिँ जसरी रुख ढल्न सक्छ जरा कमजोर भइसकेपछि, त्यसै गरी हामी पनि ढल्न सक्छौँ र एउटा लङ रनमा चाहिँ हामी अगाडि बढ्न चाहिँ सक्दैन जस्तो लाग्छ मलाई। दिपिकाजीलाई मेरो अर्को प्रश्न, युवाहरू संस्कृतिबाट किन टाढिँदै छन् जस्तो लाग्छ तपाईँलाई? एकदम सान्दर्भिक प्रश्न। युवाहरू चाहिँ संस्कृतिबाट किन टाढिँदैछन् भन्दाखेरि अहिलेको समयमा हेर्ने हो भने चाहिँ जसरी विश्वव्यापीकरण भइरहेछ, आधुनिकीकरणको प्रभाव परिरहेछ होइन, यसमा चाहिँ युवाहरूलाई चाहिँ लाग्छ कि आफ्नो संस्कृति, हाम्रो जति पनि संस्कृतिहरू छ तिनीहरू भनेको त पुरानो कुराहरू हो होइन। हामी चाहिँ अब नयाँ नयाँ देखासिखी गर्ने, जस्तो कि आफ्नो संस्कृति छोडेर अब वेस्टर्न कन्ट्रीहरूले चाहिँ जुन फलो गरिरहेछन् त्यतातिर चाहिँ जाने। अनि एकदम इम्पोर्टेन्ट भनेको चाहिँ संस्कृति, हाम्रो संस्कृतिमा हेर्ने हो भने संस्कृतिभित्र कतिपय विकृतिहरू छ कि त्यो विकृतिहरूलाई चाहिँ अलिकति यो चाहिँ विकृतिहरू हो भन्ने कुराको पनि अलिकति ज्ञान छैन। अनि त्यसपछि संस्कृति भनेको चाहिँ यो पुरातन सोच हो, यसलाई चाहिँ हामीले फलो गर्न आवश्यक छैन। हामी त मोडर्न युगको मान्छेहरू हो, हामी त्यो पुरानो कुराहरू किन फलो गर्ने भन्ने कुराहरू चाहिँ युवाहरूमा देखिन्छ होइन। अनि यहाँ चाहिँ युवा भएर हेर्दै गर्दा मैले मेरो संस्कृतिप्रति चाहिँ म जोडिएको छैन। युवाहरूलाई चाहिँ एउटा संस्कृतिसँग जोड्ने माध्यमहरूको नै कमी छ जस्तो लाग्छ मलाई। धन्यवाद। अब संवादले धेरै इभेन्टहरू गरिरहेको हुन्छ, कल्चरल इभेन्टहरू, कल्चरल प्रोग्रामहरू गरिरहेको हुन्छ होइन। अनि त्यसमा चाहिँ तपाईँहरूलाई यो संवादको उत्सवले चाहिँ युवालाई कसरी प्रेरणा गर्छ जस्तो लाग्छ? संवाद उत्सवले कसरी प्रेरणा गर्छ भन्ने कुरा हेर्ने हो भने चाहिँ अस्ति भर्खरै हामी काठमाडौँमा संवाद उत्सव पनि अटेन्ड गरेका थियौँ। त्यसले चाहिँ हामीले एकअर्काको संस्कृति बारेमा बुझ्न चाहिँ सिकाउँछ। पहिलो सुरु जसरी हामी एकअर्काको संस्कृति बुझ्दै जान्छौँ त्यसरी हामी एकअर्कासँग जोडिँदै जान्छौँ। पहिलो कुरा त्यो भयो। अर्को कुरा चाहिँ एकअर्काले सुन्न सिकाउँछ। जस्तै जबसम्म हामी एकअर्काले सुन्दैनौँ तबसम्म हामी एकअर्कासँगै अगाडि बढ्न चाहिँ सकिँदैन। त्यही भएर संवाद उत्सवलाई ओभरअल हेर्ने हो भने चाहिँ यसले एकअर्कालाई सुन्न, बुझ्न र सँगै अगाडि बढ्न चाहिँ जोड्दै जान्छ।
प्रभाजीले भन्नुभयो जस्तै संवाद उत्सवहरू चाहिँ हुनुपर्छ, किनकि संवाद उत्सवहरू भएपछि चाहिँ हामी चाहिँ अब विभिन्न अर्को खालको संस्कृतिहरूसँग पनि एउटा जोडिन सक्छौँ होइन, नयाँ नयाँ पर्सपेक्टिभहरू चाहिँ बुझ्न सक्छौँ। जब संवाद उत्सवहरू हुन्छ त्यहाँनिर नै संस्कृतिको महत्त्वको कुराहरू आउँछ कि कुरा गर्दै गर्दा हामीले केही पनि कुरा गरिरहेछौँ भने त्यो सुन्नु चाहिँ किन आवश्यक छ त होइन, आफ्नो विचारहरू राख्नु किन आवश्यक छ। अब आफूले केही कुरा सिकेको छ भने त्यसलाई चाहिँ हामीले चाहिँ अरूलाई सुनाएर सेयर गरेर चाहिँ कसरी इन्फ्लुएन्स गर्न सक्छौँ, हाम्रो संस्कृतिहरू संरक्षण गर्नको लागि चाहिँ कसरी इन्करेज गर्न सक्छौँ, त्यो कुराहरू चाहिँ संवाद उत्सवमा चाहिँ आउँछ। त्यही भएर संवाद उत्सव हुनु चाहिँ एकदम आवश्यक छ। अनि जब संवाद उत्सवहरू हुन्छ तब थाहा हुन्छ कि के खालको प्रब्लमहरू चाहिँ त्यहाँभित्र छ अनि त्यसलाई चाहिँ हामी चाहिँ कसरी समाधान गर्न सक्छौँ होइन, कसरी अगाडि बढ्न सक्छौँ, युनिक युनिक आइडियाहरू आउँछ। त्यही भएर संवाद उत्सव हुनु चाहिँ एकदम इम्पोर्टेन्ट छ। भनेपछि अब तपाईँले भनिहाल्नुभयो, अनि तपाईँहरूको विचारमा चाहिँ युवाहरूलाई सबैभन्दा ठुलो चुनौती चाहिँ के हो त आजको दिनमा? अब आजको दिनमा नेपालकै सन्दर्भमा हेर्ने हो भने चाहिँ एउटा जुन विकृति फैलिरहेको छ नि समाजमा, त्यो चाहिँ सबैभन्दा ठुलो चुनौती अहिलेको अवस्थामा मलाई लाग्छ। जस्तै विकृति के कुरामा विकृति छ भने अब युवाहरू अब लागु पदार्थको सेवनमा लाग्ने, युवाहरूको संस्कृतिबाट चाहिँ एउटा टाढा एउटा खाडल बन्दै जानु चाहिँ अर्को विकृतिको रूपमा लाग्छ मलाई। अर्को युवाहरू चाहिँ अब विकासभन्दा पनि अब शिक्षाभन्दा टाढा हुँदै जाने, त्यो किसिमको कुराहरू चाहिँ समाजमा बढ्दै गइरहेको छ। त्यसले चाहिँ हरेक समाजको हरेक उसमा चाहिँ असर पार्दै जान्छ। जसरी अब शिक्षाबाट टाढा मान्छे जान्छ त्यसरी बेरोजगारी बढ्छ, जसरी मान्छे संस्कृतिबाट टाढा जान्छ त्यसरी समाजमा अनेक समस्याहरू उत्पत्ति हुन थाल्छ। जसरी मान्छे लागु औषध लगायतका कुराहरूसँग जोडिँदै जान्छ त्यसरी मान्छे चाहिँ स्वास्थ्य समस्याबाट ग्रसित हुँदै जान्छ। यसरी हेर्ने हो भने ओभरअल युवाहरू चाहिँ के समस्या भोगिरहेछन् भने एउटा प्रोपर गाइडेन्सको समस्या चाहिँ भोगिरहेछन्। त्यो गाइडेन्स अनेक किसिमको हुन्छ। गाइडेन्स हाम्रो फ्युचरको लागि गाइडेन्स हुन्छ, हाम्रो एकाडेमिक्सको लागि गाइडेन्स हुन्छ, हाम्रो करियर डेभलपमेन्टको लागि गाइडेन्स हुन्छ। सो ती किसिमको समस्याहरू, ती किसिमको कमी कमजोरीले गर्दाखेरि चाहिँ युवाहरू चाहिँ अहिलेको यी चुनौतीहरू चाहिँ भोगिरहेको अवस्था देखिन्छ। अहिलेको युवाहरूको चुनौती हेर्ने हो भने हामीले देखिरहेछौँ हामी जस्तो युवाहरू होइन, कहीँ न कहीँ हाम्रा क्षमता पनि छ, तर क्षमता भएर पनि त्यो काम गर्ने एउटा प्लेटफर्म चाहिँ छैन। अनि हाम्रो कन्ट्रीको सिचुएसनमा हेर्ने हो भने युवाको भूमिका चाहिँ पोलिसी मेकिङमा चाहिँ एकदम धेरै कम छ होइन। अनि यो सिचुएसनमा हेर्दै गर्दा चाहिँ पहिलाको व्यक्तिहरूले चाहिँ अब जसरी हेर्नुहुन्छ त्यो कुराहरूलाई आजको युवाहरूले चाहिँ फरक दृष्टिकोणले हेर्छ। त्यसलाई चाहिँ एउटा समायोजित रूपमा होइन के कसरी अगाडि जान सकिन्छ भन्ने चाहिँ एउटा प्र्याक्टिकल रूपमा अगाडि बढ्न सकिरहेको छैनौँ। अनि एकदम इम्पोर्टेन्ट भनेको शिक्षा, आजको युवाहरू शिक्षामा अग्रसर छन् होइन, कतिपय ठाउँमा शिक्षा पनि पुगेको छैन, त्यो फरक कुरा हो। तर शिक्षा भएर पनि ऊ शिक्षित भएपछि अब उसले गएर काम गर्ने एउटा वातावरण चाहिँ छैन, रोजगारीको अभाव छ होइन। जस्तो कि युवाहरू चाहिँ अब कुनै एउटा कुरामा चाहिँ उसले विज्ञता हासिल गरेको छ, अब अहिलेको सिचुएसनमा हेर्ने हो भने देशमा चाहिँ एकदम धेरै चाहिँ अब खेतहरू बाँझो भइरहेछ होइन। अनि म सोसल वर्क पढेर आएको स्टुडेन्ट, अब मलाई भन्नुहुन्छ कि त्यो खेतमा गएर चाहिँ त्यहाँ मैले एकदम इन्भेस्टमेन्ट गर्न सक्छु, त्यहाँ उब्जाउ गर्न सक्छु, त्यसलाई चाहिँ बिजनेस गर्न सक्छु, राम्रो गर्न सक्छु भनेको चाहिँ त्यो एकदम मूर्खता जस्तो हो क्या। किनकि मेरो त त्यसमा विज्ञता हासिल नै छैन, मैले केही सिकेको नै छैन, मैले जे सिकिरहेको छु त्यसमा चाहिँ आजको युवाहरूको चाहिँ काम गर्ने चाहिँ ठाउँ छैन। अनि त्यसपछि एकदम भनेको चाहिँ लाइक युवाहरूमा चाहिँ अलिकति देखासेखी पनि बढिरहेछ। किनकि अब हाम्रो देशको सिचुएसन हेर्ने हो भने चाहिँ एउटा युवाले चाहिँ देशमा बसेर चाहिँ मेरो फ्युचर चाहिँ सुरक्षित छ भनेर चाहिँ महसुस गर्ने वातावरण चाहिँ देशमा छैन। यो चाहिँ आजको युवाहरूको लागि चाहिँ चुनौती हो जस्तो लाग्छ। अनि जति पनि यो भेदभावहरू भएर हुन्छ, जति पनि मान्छेहरूलाई चाहिँ अब कुनै पनि ठाउँमा कुनै पनि मान्छे हुम्लामा बस्छ र कुनै पनि मान्छे चाहिँ काठमाडौँमा बस्छ भने उनीहरूको सिचुएसन चाहिँ डिफ्रेन्ट छ है। अब उहाँहरूको सिचुएसन र यहाँ काठमाडौँमा बस्दै गर्दाखेरि त्यहाँको युवाहरूको र यहाँको युवाहरूको चुनौती फरक हुनसक्छ। तर समग्रमा हेर्ने हो भने चाहिँ रोजगारीको अभाव नै आजको युवाहरूको लागि चाहिँ एकदम चुनौती हो जस्तो लाग्छ। यसमा म थोरै जोड्न चाहेँ। चुनौतीहरू त अनेक छन्, तर एउटा भाष्य निर्माण जुन भइसकेको छ नि नेपालमा, अपर्च्युनिटिजहरू छैन भन्ने कुरा चाहिँ त्यो चाहिँ एउटा अलिकति इन्टरप्रिटेसन गरिन्छ कि कुराले। नेपालमा अपर्च्युनिटिज नभएको होइन, हामी चाहिँ त्यो कनेक्ट चाहिँ नगर्न सके जस्तो मलाई लाग्छ। जस्तै नेपालमै पनि कति स्थानहरूमा चाहिँ विदेशबाट मान्छे ल्याएर चाहिँ यहाँ काम गर्न लगाइन्छ। जस्तै धेरै प्रोजेक्टहरूमा हेरिन्छ, हस्पिटलमा पनि विदेशी डक्टरहरू हुन्छन्। सो नेपालमा
अपर्च्युनिटिज नभएको होइन, हामीले त्यसलाई कनेक्ट गर्न नसकेका हो क्या। अब कहाँनिर यो कमी कमजोर भइरहेछ भन्ने कुरा चाहिँ हामीले एनालाइसिस गर्नुपर्ने विषय हो। हाम्रो शिक्षा त्यो किसिमले अगाडि बढ्न सकेका छैन कि हामीले त्यो किसिमले सिप चाहिँ दिन सकेका छैन युवाहरूलाई, यहाँको जनशक्तिले सिप दिन सकेका छैनौँ जस्तो लाग्छ मलाई। सो त्यो चाहिँ एउटा जुन खाडल भइरहेछ, जुन अपर्च्युनिटी छ र त्यसलाई जुन हामीसँग भएको क्वालिटिजहरू चाहिँ छ त्यसले चाहिँ कनेक्ट गर्ने जुन एउटा स्पेस नभएकोले गर्दाखेरि चाहिँ यो चुनौतीहरू चाहिँ अहिलेको समयमा देखा परिएको र यो चुनौतीहरूलाई चाहिँ समाधान गर्नतर्फ लाग्नुपर्छ। र मूल कारण पनि केही पनि एउटा अर्को लाग्छ भने देशमा अहिले भएको राजनीतिक समस्याहरूले गर्दाखेरि पनि धेरै कुराहरू चाहिँ ह्याम्पर भइरहेको छ र चुनौती अझै पनि थपिँदै गइरहेको छ। यो राजनीतिक कारणहरू पनि केही कारणहरू चाहिँ पर्न जान्छ त्यो विषयमा। अघि दिपिकाजीले भन्नुभयो पुरानो पुस्ता र अहिलेको पुस्तामा फरक छ भन्दै हुनुहुन्थ्यो। तपाईँहरूको विचारमा चाहिँ पुरानो पुस्तालाई अहिलेको पुस्तालाई अथवा अहिलेको युवाहरूलाई चाहिँ कसरी बुझिदिए हुन्थ्यो जस्तो लाग्छ? अब यो विषयमा चाहिँ म पहिलो सुरु चाहिँ के भन्छु भने पुरानो पुस्ताले चाहिँ हामीलाई चाहिँ एउटा कम्पिटिटरको रूपमा चाहिँ हेरिदिनु भएन। युवा पुस्ता, म आफै पनि युवा पुस्ताको प्रतिनिधित्व गर्छु। पुरानो पुस्ताले के बुझ्नु पर्यो भने हाम्रो भाषा के होइन भने चाहिँ तपाईँहरू छोड्नुहोस्, हामी आउँछौँ भन्ने भाषा हाम्रो होइन। तपाईँहरूको एक्सपिरियन्स र हाम्रो इनर्जी यो दुवैले कनेक्ट गरेर हामी अगाडि बढौँ भन्ने चाहिँ युवाहरूको माग हो अहिलेको अवस्थामा चाहिँ। सो कुनै पनि विश्वकै विकासलाई हेर्ने हो भने एउटा पुस्ताले कहिले पनि विकास गर्न सक्दैन, त्यहाँ अब अनेक भूमिकामा रहेर काम गर्नुपर्छ। सो युवासँग इनर्जी छ र पुराना पुस्तासँग नलेज छ, एक्सपिरियन्स छ। सो त्यो नलेज, एक्सपिरियन्स र इनर्जीलाई कनेक्ट गरेर जब हामी अगाडि बढ्छौँ त्यतिखेर मात्र हाम्रो समाज र हाम्रो देश विकास हुन्छ। अर्को कुरा चाहिँ के छ भने अहिलेको युवा पुस्ता जागरुक पुस्ता छन्, अहिलेको युवा पुस्ता शिक्षित छन्, अहिलेको युवा पुस्ता प्रश्न गर्न जान्छन्। अनि के बुझिन्छ भने प्रश्न गरिसकेपछि पुराना पुस्ताहरूले के बुझ्छन् भने यिनीहरूले हाम्रो विरोध गरिरहेछन्। प्रश्न र विरोध फरक कुरा हो। विरोध गर्नु भनेको फरक कुरा हो र प्रश्न गर्नु भनेको त्यो पुस्ताबाट हामीले एकाउन्टेबिलिटी खोज्या हो, हामीले ट्रान्सप्यारेन्सी खोज्या हो। यदि प्रश्नबाट भाग्नुहुन्छ भने त्यो चाहिँ हामी स्वीकार्दैनौँ। सो नयाँ पुस्ताले के चाहेको भने जवाफदेहिता चाहेको र हाम्रो एउटा मात्र भनाइ के हो भने हाम्रो इनर्जी र तपाईँहरूको एक्सपिरियन्स र नलेज चाहिँ कनेक्ट गरेर स्टेटलाई अझै राम्रो दिशातर्फ लाने चाहिँ युवा पुस्ताहरूको बुझाइ चाहिँ रहेको छ। प्रभाजीले भन्नुभयो जस्तै अहिलेको युवा पुस्ताहरू चाहन्छन् कि पुरानो पुस्ताले चाहिँ हामीलाई बुझ्नु। कसरी भन्दाखेरि पुरानो पुस्ताले चाहिँ एज अ अहिलेको पुस्तालाई होइन हेर्ने एउटा दृष्टिकोण नै लाइक अहिलेको मान्छेहरू चाहिँ अब उहाँहरू जतिको हुन्छ नि मेहनती छैनन्, अल्छी छन् अनि जिम्मेवार पनि छैन भन्ने चाहिँ जुन किसिमको भाष्यहरू छ नि त्यो चाहिँ रङ हो होइन। आजको पुस्ताले पनि आफ्नो ठाउँमा चाहिँ उसले सङ्घर्ष गरिरहेछ होइन, त्यो कुरा चाहिँ बुझ्नुपर्छ। अनि एकदम साथीले भन्नुभयो जस्तै जब पनि हामीले पहिलाको पुस्तालाई होइन क्वेसन सोधिरहेको हुन्छौँ, प्रश्न गर्ने भनेको चाहिँ प्रश्न गरिरहेछौँ भनेको चाहिँ विरोध गरेको होइन कि हामी चाहिँ त्यो बारेमा हामीलाई थाहा छैन, हामी जान्न चाहन्छौँ, उहाँहरूबाट एउटा सिक्न चाहन्छौँ होइन। उहाँहरू भनेको त हाम्रो अग्रज हुनुहुन्छ, उहाँहरूले चाहिँ हामीलाई चाहिँ सही मार्गदर्शन गर्नु पर्यो। अनि त्यसपछि एउटा अब जहाँ चाहिँ एउटा युवाको प्रतिनिधित्व हुनुपर्छ त्यो ठाउँहरू चाहिँ उहाँहरूले चाहिँ एउटा त्यो ठाउँहरू बनाउनको लागि चाहिँ सहयोग गर्नुपर्छ भन्ने चाहिँ आजको पुस्ताको चाहिँ इच्छा हो, माग हो भनौँ। थ्याङ्क यू। अब आजको पुस्ताले चाहिँ यो अघिदेखि यङ एनर्जी भनिरहनु भएको छ, अनि यसले चाहिँ कस्तो भूमिका चाहिँ निर्वाह गर्न सक्छ त समाज परिवर्तनको लागि? नेपालकै सन्दर्भमा हेर्ने हो भने चाहिँ अहिलेको रिसेन्ट जनगणना अनुसार नेपाल अहिले जनसङ्ख्यिक लाभांशमा छ। यो भनेको के हो भने जनसङ्ख्याको अनुपात हेर्ने हो भने जब वर्किङ पपुलेसन बढी हुन्छ डिपेन्डेन्ट पपुलेसन भन्दा त्यसलाई चाहिँ जनसङ्ख्यिक लाभांश भनेर बुझिन्छ। नेपाल अहिले त्यो अवस्थाबाट गइरहेको छ भनेपछि अहिलेको अवस्थामा नेपालमा काम गर्नेको सङ्ख्या बढी छ र बसेर खानेको सङ्ख्या कम छ। यो अवस्थामा अब विश्वभरिकै सन्दर्भमा हेर्ने हो भने धेरै मुलुकहरूले यस्तै अवस्थामा एकदम हाई लेभलमा एकदम हाई स्पिडमा चाहिँ विकास गरेको चाहिँ इतिहासहरू हेर्न सकिन्छ। सो अहिलेको अवस्थामा नेपालले चाहिँ यो जनसङ्ख्यिक लाभांशलाई चाहिँ प्रयोग गरेर यदि विकास गर्न सक्यो भने नेपालको लागि राम्रो कुरा हो। अर्को अब युवाहरूले समाज र देश विकासमा के भूमिका खेल्न सक्छन् भन्ने कुरालाई चाहिँ जोड्ने हो भने चाहिँ युवा भनेको अघि पनि तपाईँले जोड्नुभयो इनर्जीको कुरा मैले अघिदेखि गरिरहेको छु। युवासँग ज्ञान छ, युवासँग सिप छ, युवाले यो इनर्जीले यदि राम्रो दिशामा लग्यो भने चाहिँ देश विकास गर्न सकिन्छ। जस्तै अघिदेखि संस्कृतिको कुराहरू पनि आइरहेको थियो।
संस्कृति जोगायौँ, संस्कृतिलाई हामीले एउटा गाइडेन्सको रूपमा लगेर अगाडि बढ्यो भने समाज चाहिँ विकासतर्फ अगाडि जान सक्छ। जस्तै अब टेक्नोलोजीको कुरा यसमा अझै जोड्न सकिन्छ। संस्कृति र टेक्नोलोजीले हामीले जोड्यौँ भने अगाडि बढ्न सकिन्छ। जस्तै संस्कृति प्रवर्धनको लागि टेक्नोलोजीलाई जोड्यो भने त्यो अहिलेको अवस्थामा पेसागत रूपमै मान्छे त्यो गरेको कुरा देखिन्छ। अर्को कुरा के छ भने हामीले समाजमा भएको विकृतिलाई सुधार गर्नको लागि पनि युवा अग्रसर भयो भने चाहिँ ती विकृतिहरू सुधार हुँदै जान्छन्। शिक्षा पनि त्यो सँगसँगै आउँछ, युवाहरू शिक्षित पनि छन् र युवाहरू जो शिक्षाबाट वञ्चित हुने अवस्था जुन देखिरहेको छ यसलाई चाहिँ सुधार गरेर अझै अगाडि बढ्यो भने समाज विकासतर्फ अगाडि बढ्न सक्छ। जस्तै थोरै म आफ्नो बारेमा पनि यहाँ जोड्न चाहन्छु। हामीले अब गत 3 वर्षदेखि कानुनी साक्षरताको लागि काम गर्दै आएको छौँ। यसमा हामीले के गर्छौँ भने गाउँघरमा हाम्रो लोकल एरियाको स्कुलमा जहाँनिर चाहिँ अब एउटा क्वालिटी एजुकेसनको एक्सेस पनि छैन, त्यो क्वालिटी एजुकेसन कसरी आउन सक्छ त, सँगसँगै उनीहरूले कानुनको बारेमा के कुराहरू बुझ्नुपर्छ त्यो कुरा चाहिँ हामी गर्दै आइरहेको छौँ। अब हामी युवाहरू यो किसिमले अगाडि बढ्यौँ भने ती गाउँघरका विद्यार्थीहरू पनि भोलिको दिनमा अगाडि बढ्दै गर्दाखेरि चाहिँ यो कुरा चाहिँ उनीहरूलाई प्लस पोइन्ट हुनसक्छ। यो कुरा चाहिँ अब उनीहरूको एजुकेसन, उनीहरूको स्ट्यान्डर्डमा विकास गर्नको लागि अगाडि चाहिँ लग्न सक्छ भन्ने कुराहरू हो। यसरी नै युवाको इनर्जीले यदि पोजिटिभ डिरेक्सन चाहिँ दिएर अगाडि लगियो भने चाहिँ समाज विकास गर्न सकिन्छ। आजको युवाले के गर्न सक्छ भन्दै गर्दाखेरि युवा भन्ने बित्तिकै हामी युवाहरू चाहिँ होइन, आजको कुरा गर्नु पर्दाखेरि अहिलेको समयमा हामी युवाहरू आफ्नो विचार सेयर गर्न पनि रेडी छौँ, अरूलाई सुन्न पनि रेडी छौँ, बुझ्न पनि रेडी छौँ होइन। अनि नयाँ नयाँ कुराहरू चाहिँ भित्राउनको लागि एउटा परिवर्तनलाई रुचाउन नचाहने होइन कि हामी चाहिँ परिवर्तनलाई रुचाउँछौँ। समयअनुसार चाहिँ हाम्रो संस्कृतिमा पनि कतिपय कुराहरू छ त्यसलाई चाहिँ सरल रूपमा चाहिँ व्याख्या हुनु पर्यो होइन। अहिलेको युवाले के गर्न सक्छ भन्दाखेरि युवा भन्ने बित्तिकै हामी चाहन्छौँ कि सबैजना व्यक्तिहरूलाई चाहिँ एज अ ह्युमन बिङ ट्रिट होस् होइन। कोही पनि भेदभावमा नपरुन्, चाहे त्यो जातको आधारमा होस्, जातको आधारमा होस्, क्लासको आधारमा होस्, जेन्डरको आधारमा होस्, एज रिलिजनको आधारमा नै होस् होइन। सबैजनाले चाहिँ समान रूपमा चाहिँ ट्रिट हुनु पर्यो। एज अ देशको नागरिक उसले चाहिँ समान अधिकार पाउनु पर्यो, कोही पनि वञ्चित हुनु भएन, इन्क्लुसिभ हुनु पर्यो भन्ने चाहिँ आजको युवाहरूको सोच छ। भनेपछि अब आजको युवाहरूले चाहिँ के गर्न सक्छन् त भन्दाखेरि नयाँ नयाँ विचारहरू ल्याउन सक्छन्। अनि साथीले पनि जोड्नु भयो होइन, आजको युवाहरू चाहिँ प्रविधिसँग नजिक छन्। प्रविधिसँग नजिक हुँदै गर्दाखेरि आजको युवाले चाहिँ जति पनि हाम्रो यो हस्तकला, जति पनि हाम्रो यो संस्कृतिहरू छ नि त्यसलाई पनि सोसल मिडियाहरूको माध्यमबाट चाहिँ फैलाउन सक्छ, एउटा प्रवर्धन गर्नको लागि मद्दत गर्न सक्छ। अनि आजको युवाले चाहिँ जति पनि यो असमानताहरू छ, लैङ्गिक असमानताहरू छ, जति पनि व्यक्तिहरूलाई चाहिँ पछाडि पारिएको छ होइन, उहाँहरूलाई चाहिँ अगाडि आउनको लागि हेल्प गर्न सक्छ। अनि युवा भन्ने बित्तिकै युवामा चाहिँ कहीँ न कहीँ कुनै पनि हरेक कुरालाई चाहिँ हेर्ने चाहिँ फरक दृष्टिकोणले उसले हेर्न सक्छ। सिक्नको लागि चाहिँ आजको युवाहरू एकदम ओपन छन् होइन। कसैले आएर केही कुरा उहाँहरूलाई सिकाउँदै हुनुहुन्छ भने ओपन भएर सिक्न सक्ने, बुझ्न सक्ने क्षमता छ। त्यही भएर चाहिँ युवाले चाहिँ धेरै गर्न सक्छन् यदि उसले चाहिँ सही प्लेटफर्म पायो, सही मार्गदर्शन पायो भने चाहिँ आजको युवाहरूले चाहिँ देशमा चाहिँ एउटा परिवर्तन ल्याउनको लागि चाहिँ प्रभावकारी भूमिका चाहिँ निर्माण गर्न सक्छन्। अब तपाईँहरूले परिवर्तनको कुरा गरिरहनु भएको छ। अब तपाईँहरूले समुदायमा ल्याउन चाहनु भएको केही परिवर्तन छ तपाईँहरूको विचार? यसमा चाहिँ सबैभन्दा पहिले चाहिँ एउटा के हुनुपर्छ भने हाम्रो समाजमा अहिले मैले पर्सनली एनालाइसिस गरेको कुरा चाहिँ के छ भने एउटा जुन इन्टरडिपेन्डेन्सी हुन्छ नि हाम्रो समाजमा, जस्तै कोएक्जिस्टेन्सको कुरा जुन आउँछ नि त्यो चाहिँ बिस्तारै घट्दै गएको जस्तो मलाई लाग्छ। जस्तै पहिले जोइन्ट फ्यामिलीहरू धेरै हुन्थे कि हाम्रो समाजमा, तर अहिले बिस्तारै फ्यामिली टुक्रिने चाहिँ रेसियो बढ्दैछ, छिटो डिभोर्स हो त्यो थप्दै जान्छु म। जस्तै डिभोर्सको कुरा त अब हस्बेन्ड वाइफ नै छुट्टै भइसके, तर अब बिहे भइसकेपछि बिस्तारै अब छोराछोरी टाढिँदै जाने, आमा बुवा एक्लिँदै जाने, यसले चाहिँ एउटा समाजमा एउटा यस्तो सिनारियो क्रिएट गर्दैछ जुन चाहिँ अब विकृतितर्फ जाँदैछ के नेपाली समाज पनि। जसरी वेस्टर्न कल्चर छ नि त्यस्तै हुँदै गइरहेको छ। एउटा त के अरे स्टुडेन्ट भिजामा विदेश धेरै जाने भएर नि हो कि क्या? हुनसक्छ, त्यो पनि हुनसक्छ। सो पहिलो कुरा चाहिँ
एउटा परिवर्तन चाहिँ के हाम्रो समाजमा हुनुपर्छ, जस्तै कोएक्जिस्टेन्सको भावना चाहिँ सबैमा चाहिँ एउटा डेभलप हुनुपर्छ। हामी सबै एकअर्काको परिपूरक हौँ, हामी एकअर्का बिना बाँच्न सक्दैनौँ। सो एउटा कोएक्जिस्टेन्स चाहिँ हामीले चाहिँ यो कुरा चाहिँ सिक्नुपर्छ, बुझ्नुपर्छ। यसमा चाहिँ अब एज अ युथ म चाहिँ के परिवर्तन ल्याउन चाहन्छु, हामी के परिवर्तन चाहन्छौँ, के गर्न सक्छौँ भन्ने कुरा गर्नु पर्दाखेरि जति पनि यो भेदभावहरू छ होइन त्यसलाई चाहिँ हटाउन चाहन्छौँ। किनभने जब पनि कुनै ठाउँमा भेदभावहरू हुन्छ व्यक्तिहरूले चाहिँ एज अ व्यक्ति भएको नाताले समान अधिकारहरू पाउँदैन, त्यहाँ चाहिँ एकअर्काको विरोध गर्ने भावनाहरू के त्यसले चाहिँ एकअर्कासँग चाहिँ जोड्न दिँदैन। त्यही भएर जति पनि यो डिस्क्रिमिनेसनहरू छ, विकृतिहरू छ त्यसलाई चाहिँ हटाउन चाहन्छु। एज अ सोसल वर्क पढिरहेको स्टुडेन्ट म चाहिँ मेरो सोसाइटीमा के योगदान दिन चाहन्छु भन्दाखेरि मेरो स्पेसल्ली फोकस भनेको चाहिँ जति पनि यो लैङ्गिक असमानताहरू छ त्यसलाई चाहिँ कम गर्न चाहन्छु। अनि जति पनि व्यक्तिहरू चाहिँ पछाडि परिरहनु भएको छ उहाँहरूको चाहिँ उहाँहरूले चाहिँ अन्याय भोगिरहनु भएको छ नि त, त्यसको लागि चाहिँ आवाज उठाउन चाहन्छु। यो चाहिँ मेरो आफ्नो भयो। अनि एज अ युथहरूले चाहिँ के गर्न सक्छन् त, कसरी चाहिँ समाजमा परिवर्तन ल्याउन सक्छन् त भन्दाखेरि एज अ युथहरू अघि पनि साथीले जोड्नु भयो होइन, अहिले चाहिँ हाम्रो देशमा हेर्ने हो भने चाहिँ एकदम धेरै युथको सङ्ख्या छ होइन, 42 समथिङ चाहिँ युथको पपुलेसन छ अहिले हामीसँग। भनेपछि अहिले नै यसलाई हामीले युज गऱ्यौँ भने चाहिँ हामी चाहिँ धेरै परिवर्तनहरू ल्याउन सक्छौँ। अब धेरै परिवर्तनहरू कसरी ल्याउन सक्छौँ भन्दाखेरि एज अ युथ होइन हामी चाहिँ कुनै पनि स्कुलहरूमा गएर चाहिँ त्यहाँको चाहिँ भाइ बहिनीहरूलाई सिकाउन सक्छौँ कि राम्रो राम्रो कुराहरू सिकाउन सक्छौँ, लाइक लैङ्गिक समानताको बारेमा कुराहरू सिकाउन सक्छौँ होला होइन, आफ्नो ठाउँमा चाहिँ कसरी विकास गर्न सक्छौँ त्यो कुराहरू सिकाउन सक्छौँ होला, आफ्नो संस्कृति बचाउनलाई के गर्न सक्छौँ त्यो कुराहरू सिकाउन सक्छौँ होला होइन, हाम्रो देशको कानुनको बारेमा सिकाउन सक्छौँ। यो कुराहरू चाहिँ हामीले चाहिँ त्यो जो पनि भाइ बहिनीहरू हुनुहुन्छ उहाँहरूको माइन्ड भनेको चाहिँ एकदम यङ माइन्ड छ क्या, अहिलेको टाइममा नै उहाँले चाहिँ यो जानकारीहरू पाउनुभयो। यो त एउटा इन्फर्मेसन मात्र हो होइन, जब व्यक्तिले युज गर्छ तब नै त्यो नलेज बन्छ। यो इन्फर्मेसन सही इन्फर्मेसन पाउनुभयो भने चाहिँ एकदम राम्रो चाहिँ परिवर्तन आउँछ जस्तो लाग्छ। अनि मलाई चाहिँ लाग्छ इन्फर्मेसन भनेको चाहिँ एकदम पावरफुल पनि छ। इन्फर्मेसनले चाहिँ व्यक्तिलाई चाहिँ कता जाने भनेर बाटोहरू पहिलाउनको लागि पनि मद्दत गर्छ जस्तो लाग्छ। अब अघिदेखि संस्कृतिको कुरा गरिरहनु भएको छ अनि प्रविधिको नि कुरा भइरहेको छ। अब यो युवाले चाहिँ संस्कृति र प्रविधिलाई चाहिँ एकैसाथ कसरी अगाडि बढाउन सक्छ तपाईँहरूको विचारमा? संस्कृति र प्रविधिलाई चाहिँ अहिलेको हाम्रो सिनेरियोमा हेर्ने हो भने एकअर्काको चाहिँ यो अपोज गर्ने कन्सेप्टको रूपमा चाहिँ बुझिन्छ। जेनरली मान्छेले त्यसै बुझ्छन्। जो प्राविधिक रूपमा अगाडि बढ्यो त्यसले चाहिँ आफ्नो संस्कृति भुल्दै जान्छ भन्ने कुरा चाहिँ एउटा जेनरल अन्डरस्ट्यान्डिङ त्यो किसिमले बनेको छ। तर वास्तवमा मलाई चाहिँ के लाग्छ भने यो दुवै एकअर्काको परिपूरकको रूपमा अगाडि बढ्नुपर्छ। त्यसमा अब युवाको भूमिका एकदम महत्त्वपूर्ण छ, किनभने युवा भनेको अहिलेको अवस्थामा चाहिँ प्रविधि मैत्री रूपमा भएर अगाडि बढिरहेछन्। सो हामीले चाहिँ संस्कृति र प्रविधिले चाहिँ जोडेर अगाडि बढ्नुपर्छ। कसरी अगाडि बढ्नुपर्छ भने मैले अघि पनि जोडेको थिएँ, अहिलेको अवस्थामा मान्छेले प्रविधि र संस्कृतिलाई जोडेर अहिले त्यसलाई चाहिँ अब आफ्नो एउटा पेसाकै रूपमा लिएर अगाडि बढिरहेछन्। जस्तै प्रविधिलाई प्रयोग गरेर आफ्नो भाषा, आफ्नो संस्कृति, आफ्नो कल्चर, अनेक कुरालाई चाहिँ कसरी प्रवर्धन गर्न सकिन्छ त्यसको बारेमा अब युट्युब च्यानल बनाएर हुन्छ कि फेसबुक, टिकटक अनेक माध्यमबाट चाहिँ त्यसको नयाँ म्युजिकहरू पनि पुरै एकदम देखिरहेको छु। नेवारी कल्चर युज गरेर अनि चाहिँ म्युजिक चाहिँ फेरि हिपहप टाइपको यस्तोहरू निकालेर हो। सो यसरी चाहिँ के छ भने यो दुवैले जोडेर यदि हामीले अगाडि लगेर गयौँ भने यसलाई चाहिँ समय सान्दर्भिक विकास चाहिँ गर्न सकिन्छ। किनभने अब जसरी समय परिवर्तनशील छ त्यसै गरी चाहिँ हामी पनि परिवर्तन हुँदै अगाडि बढ्नुपर्छ। अघि साथीले पनि जोड्नु भएको थियो, हाम्रो के अरे संस्कृतिमा अनेक विकृतिहरू पनि छन्। सो जसरी त्यो विकृतिलाई हामीले छोड्दै संस्कृतिलाई प्रवर्धन गरेर अगाडि बढ्नुपर्छ, त्यसै गरी संस्कृतिलाई प्रविधिसँग जोडेर चाहिँ हामी अझै अगाडि लग्यौँ भने यो अहिलेको युवा पुस्तालाई संस्कृतिसँग कनेक्ट गरेर अनि अगाडि लग्न सकिन्छ। यो परिवर्तन जुन अहिले समाजमा छ, अहिलेको अवस्थामा जुन परिवर्तन आइरहेको छ त्यो परिवर्तनमुखी भएर यदि हामी यो कनेक्ट गरेर अगाडि बढेनौँ भने त्यो कुनै न कुनै एउटा कुरा चाहिँ मिस हुँदै जान्छ। संस्कृति र प्रविधिको कुरा गर्नुपर्दाखेरि अहिलेको युग भनेको चाहिँ प्रविधिको युग हो होइन। इभन स्पेसली युवाहरूको कुरा गर्नुपर्दाखेरि चाहिँ युवाहरू चाहिँ प्रविधिबाट चाहिँ एकदम नजिक छन् होइन। सबै व्यक्तिहरू प्रविधिबाट नजिक हुनुहुन्छ अहिलेको समयमा। तर अब संस्कृतिलाई हेर्ने बित्तिकै साथीले भने जस्तै संस्कृति भनेदेखि हाम्रो पहिल्यैदेखि चलिआएको एउटा पुरातन सोच हो भन्ने चाहिँ जुन एउटा भाष्य छ नि, त्यसमा चाहिँ अब युवाले चाहिँ संस्कृति र प्रविधिलाई कसरी अगाडि लान सक्छ भन्दाखेरि जब चाहिँ युवाहरूले चाहिँ
संस्कृति भनेको के हो होइन, संस्कृतिको महत्त्व चाहिँ किन छ त भनेर बुझ्न सक्छन्। जब युवासम्म चाहिँ त्यो एउटा संस्कृतिलाई चाहिँ जोड्ने खालको चाहिँ आधारहरू पुग्छ, युवालाई चाहिँ एउटा माध्यमको पनि आवश्यक छ क्या। युवालाई संस्कृतिसँग जोडिनको लागि, व्यक्तिहरूसँग जोडिनको लागि माध्यमको आवश्यकता छ। जब त्यो माध्यमहरू हुन्छ तब चाहिँ युवाहरूले चाहिँ संस्कृतिलाई चाहिँ, जस्तो कि अहिलेको टाइममा हेर्ने हो भने साथीले पनि जोड्नु भयो होइन, सोसल मिडियाहरूमा हामीले चाहिँ आफ्नो संस्कृतिको बारेमा चाहिँ अब लाइक युट्युब च्यानलहरू खोलेर अथवा टिकटकहरूमा चाहिँ त्यसरी चाहिँ हामीले प्रचार प्रसार गर्न सक्छौँ। अनि जति पनि हाम्रो यो हस्तकलाहरू हुन्छ, जति पनि मूर्तिहरू हुन्छ, तिनीहरूको पनि हामीले चाहिँ अन्तर्राष्ट्रिय स्तरसम्म चाहिँ प्रचार प्रसार गर्न सक्छौँ। अहिलेको टाइम प्रविधिको युग भन्ने बित्तिकै जब चाहिँ हामीले चाहिँ संस्कृतिलाई प्रविधिसँग जोड्न सफल हुन्छौँ नि, त्यसपछि चाहिँ हाम्रो संस्कृतिको चाहिँ हामीले चाहिँ अझ राम्ररी प्रवर्धन गर्न सक्छौँ जस्तो लाग्छ। अघि भन्दै हुनुहुन्थ्यो समयसँगै बदलिनुपर्छ भनेर। तपाईँहरूको जिन्दगीमा कुनै क्षण छ जसले तपाईँहरूलाई धेरै नै बदलिन बाध्य बनाए? अब त्यस्तो पर्टिकुलर कुनै छन् भन्दा पनि एउटा जेनरलाइज कुरा चाहिँ मलाई के लाग्यो भने, जस्तै अब स्कुल लेभलमा हुँदाखेरि त मान्छे अब त्यस्तो खासै बुझ्ने भइसक्यो हुँदैन। बिस्तारै जब काठमाडौँ आइयो त्यसपछि यहाँको काठमाडौँको बिजी लाइफ, यहाँको समाज, यहाँको सिनारीहरूसँग भिज्दै जाँदाखेरि चाहिँ हामी चाहिँ कन्सिस्टेन्टली मेहनत गर्नुपर्छ। यदि मेहनत गरेन भने सफलता पाइँदैन। सफलता भनेको विरासतमा आउने कुरा होइन। हामीले कन्सिस्टेन्टली एउटा सही दिशामा चाहिँ आफ्नो इफोर्ट्सहरूले चाहिँ लाउँदै गयो भने पक्कै पनि केही कुरा चाहिँ एचिभ गर्न सकिन्छ, पक्कै पनि एउटा डेस्टिनेसनमा चाहिँ पुग्न सकिन्छ भन्ने कुरा चाहिँ जब रियलाइज भयो तबदेखि चाहिँ आफ्नो लाइफ, आफ्नो करियर, आफ्नो फ्यामिली, आफ्नो स्टेट प्रति चाहिँ एउटा जिम्मेवारपूर्वक अगाडि बढ्दैछौँ। मेरो कुरा गर्नुपर्दाखेरि चाहिँ एउटा क्षण जसले चाहिँ मलाई टोटली नै बदलेको छ होइन, जब चाहिँ मैले सोसल वर्क जोइन गरेँ त्योभन्दा पहिलाको म चाहिँ एकदम इन्ट्रोभर्ट खालको पर्सन हो। मलाई केही कुराहरू सेयर गर्न पनि मन पर्दैन थियो होइन, मान्छेहरूको कुरा यस्तो घुलमिलवाला खासै मन पर्दैन थियो। जब मैले सोसल वर्क जोइन गरेँ म चाहिँ अब हाम्रो चाहिँ कस्तो हुन्छ भने यो फिल्डहरूको लागि जानुपर्ने हुन्छ, अर्गनाइजेसनहरूमा गएर इन्टर्नसिप गर्नुपर्ने हुन्छ, भोलिन्टियर गर्नुपर्ने हुन्छ। अनि त्यहाँ चाहिँ अब नेतृत्वसिपको बारेमा कुराहरू सिक्छौँ होइन। अनि त्यो कुराहरूले चाहिँ भोलिन्टियर गर्दै गर्दा चाहिँ त्यसले चाहिँ मलाई बदल्यो कि मैले आफ्नो कुराहरू सेयर गर्नु चाहिँ कति इम्पोर्टेन्ट छ त होइन। मैले केही कुरा एज अ लेसनको रूपमा रन गरेको छु भने त्यो कुरा अर्को व्यक्तिलाई सिकाएँ भने अथवा सुनाएँ भने, त्यो मैले भनिरहेको छु भने, पहिला चाहिँ मलाई लाग्थ्यो होइन मैले केही कुरा सेयर गरिरहेको छु भने त्यो मैले आफ्नो लागि गरिरहेको छु, तर आज म बुझ्छु होइन मैले केही कुरा सेयर गरिरहेको छु भने त्यो अर्को व्यक्तिलाई हेल्प होस् भनेर गरिरहेको हुन्छु क्या। यसले चाहिँ मलाई जब मैले जोइन गरेँ सामाजिक कार्य, त्यसपछि मलाई थाहा भयो कि मैले जसरी एउटा सोसाइटीमा त पहिल्यैदेखि हामी सोसाइटीमै बसिरहेको होइन, सोसाइटीमै हुर्केको हो, तर सोसाइटीलाई मैले जसरी हेर्थेँ त्योभन्दा चाहिँ फरक छ। जसरी चाँडो चाहिँ मैले व्यक्तिहरूलाई जज गर्थेँ होइन, आज चाहिँ अब यतिसम्म चाहिँ लाइक अब कुनै पनि व्यक्ति चाहिँ कुनै जस्तो ब्याकग्राउन्डबाट चाहिँ आउनु भएको छ त्यस्तै हुन्छ। अनि हरेक व्यक्ति, सबै व्यक्ति चाहिँ आफ्नो ठाउँमा चाहिँ राइट नै हुन्छ भन्ने कुरा चाहिँ आज हामीले युवाको कुरा गर्दै गर्दा, योभन्दा पहिलाको पुस्ताको कुरा गर्दै गर्दा होइन, युवाहरू पनि आफ्नो ठाउँमा सही नै छन्, पहिलाको पुस्ताहरू पनि होला कतिपय ठाउँमा, तर पनि पहिलाको पुस्ताहरू पनि आफ्नो ठाउँमा उहाँहरूको पर्सपेक्टिभबाट चाहिँ सही नै हुन्छ भन्ने कुराहरू चाहिँ जस्तो लाग्छ। अब म यता बसिरहेको छु, अब मैले हेर्दाखेरि त यो त अगाडि भयो नि मेरो, तर हजुरको त त्यो पछाडि भयो नि त। त्यो चाहिँ व्यक्तिले जसरी हेरेको छ त्यसरी नै देख्छ भन्ने कुराहरू चाहिँ मैले बुझेँ र त्यसले नै मलाई एकदम धेरै बदल्यो जस्तो लाग्छ। साथीले एकाडेमिक ब्याकग्राउन्डको कुरा पनि गर्नुभयो, सो थोरै मैले पनि जोडिहालेँ। जस्तै म +2 साइन्स पढेको विद्यार्थी हो, अहिले म BLLB पढ्दैछु, कानुन अध्ययनरत छु। म +2 साइन्स पढ्ने बेलासम्म समाज के हो अथवा राजनीति के हो, राज्य के हो, यो कुराहरूमा खासै चासो हुँदैन थियो। के लाग्थ्यो भने राजनीति भनेको त नराम्रो व्यक्तिहरूले गर्ने कुरा हो, यसले चाहिँ विकृति नै फैलाउँछ, सबै नराम्रो हुन्छन् भन्ने किसिमको एउटा जस माइन्डसेट त्यस्तै थियो, धारणा त्यस्तै थियो। बिस्तारै अब कानुनतर्फ लाग्यो, कानुन अध्ययन गर्न थालियो। त्यसपछि के बुझियो भने चाहिँ पहिले चाहिँ म गलत कुरा बुझिरहेछु, अहिले चाहिँ वास्तविकता चाहिँ फरक रहेछ भन्ने कुरा चाहिँ थाहा पाइयो। राजनीति भनेको के हो भने एउटा सही व्यक्तिले गर्यो भने चाहिँ देशलाई, राज्यलाई, समाजले राम्रो दिशातर्फ लाग्न सक्छ। यदि एउटा गलत व्यक्तिले गर्यो भने चाहिँ नराम्रो दिशातर्फ लग्न सक्छ भन्ने कुरा चाहिँ बुझियो।
अर्को कुरा चाहिँ कानुन भनेको अब एउटा जुरिस्ट हुनुहुन्छ, उहाँले के भन्नुहुन्छ भने लोयर्स आर सोसल इन्जिनियर्स भनेर भन्छन् कि। रस्कोपाउन्ड भन्ने जुरिस्ट हुनुहुन्छ, उहाँले भन्नुभएको कुरा हो। उहाँले के भन्नुहुन्छ भने जसरी एउटा इन्जिनियरले एउटा घर कस्तो बन्नुपर्छ, घर कस्तो राम्रो हुनुपर्छ भन्ने कुरा जुन एउटा डिजाइन गर्छ, ल पढेको व्यक्ति पनि त्यस्तै नै हो। समाज कस्तो हुन्छ त्यो कुरा चाहिँ ल पढेको व्यक्तिले चाहिँ डिजाइन गर्न सक्छ। सोसल इन्जिनियरहरू उनीहरू नै हुन् भन्ने कुरा चाहिँ उहाँले भन्नुहुन्छ। सो यो कुरालाई जोड्ने हो भने चाहिँ हामी कानुन पढ्ने विद्यार्थीहरूले समाजलाई कस्तो बनाउन सक्छौँ त, समाजले कस्तो दिशातर्फ लग्ने भविष्यमा भन्ने कुरा चाहिँ हामीले यो कुरामा चाहिँ एउटा विशेष रोल प्ले गर्न सक्छौँ भन्ने कुरा जब जब रियलाइजेसन हुन्छ, जब जब यो कुरा चाहिँ बुझिन्छ, त्यतिखेर चाहिँ झन् अझै आफ्नो रोल कति यो समाजको लागि, राज्यको लागि प्रभावकारी छ भन्ने कुरा चाहिँ एउटा जिम्मेवार चाहिँ फिल हुन्छ आफूलाई। र त्यसरी चाहिँ हाम्रो समाजले अगाडि लग्नुपर्छ भन्ने कुरा जसरी जसरी रियलाइजेसन हुन्छ त्यसरी नै अझै चाहिँ समाजप्रति, राज्यप्रति, आफूप्रति चाहिँ एउटा ओबिडियन्ट भएर, आज्ञाकारी भएर चाहिँ अगाडि बढिन्छ। यो कुरा जसरी रियलाइज भयो त्यसरी नै आफ्नो जीवनमा चाहिँ बदलाव हुँदै गएको छ। आज समाजको, संस्कृतिको, युवाको कुरा गरियो। अब तपाईँहरूले आज जति समय यहाँ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद है त। धन्यवाद हजुरलाई प्रश्नको लागि। यहाँ बोलाइदिनु भएकोमा धेरै धेरै धन्यवाद सम्वाद फाउन्डेसनलाई।